कल्पना गर्नुहोस्, एउटा यस्तो ठाउँको जहाँ सूर्यको प्रकाश जमिनसम्म पुग्न सङ्घर्ष गर्छ, जहाँ हरेक पाइलामा नयाँ जीव र बिरुवाहरू भेटिन्छन्, जसको बारेमा विज्ञानलाई अझै थाहा छैन। यो हो एमाजोन रेन फरेस्ट, द ग्रीन हेल वा पृथ्वीको फोक्सो। आजको यो विशेष भिडियोमा हामी एमाजोनको भित्री तहसम्म पुग्नेछौँ। यसको विशालता, यहाँका खतरनाक जीवहरू, यहाँ बस्ने रहस्यमय आदिवासीहरू र यो जङ्गलले हाम्रो अस्तित्वका लागि किन महत्त्व राख्छ भन्ने बारे विस्तृतमा चर्चा गर्नेछौँ। भिडियोको अन्त्यसम्म हामीसँगै रहनुहोला, किनकि एमाजोनको एउटा यस्तो रहस्य छ जसले तपाईलाई चकित पार्नेछ। एमाजोन कुनै सानोतिनो जङ्गल होइन, यो 55 लाख वर्ग किलोमिटरमा फैलिएको छ, जुन आकारमा हाम्रो देश नेपालभन्दा लगभग 37 गुणा ठूलो छ। यदि एमाजोन एउटा देश हुन्थ्यो भने यो विश्वको 9औं ठूलो देश हुने थियो। यसको 60% भाग ब्राजिलमा छ, तर यो पेरु, कोलम्बिया, भेनेजुएला जस्ता 9 देशहरूमा फैलिएको छ। यहाँ बग्ने एमाजोन नदीको लम्बाइ 6400 किलोमिटर भन्दा बढी छ। बर्खायाममा यो नदी कतिपय ठाउँमा 190 किलोमिटरसम्म चौडा हुन्छ, जहाँ उभिएर हेर्दा अर्को किनार देखिँदैन, मानौ यो एउटा समुद्र हो। एमाजोनमा करिब 3 खरब 90 अरब रुखहरू छन्। यहाँ 16,000 भन्दा बढी प्रजातिका रुखहरू पाइन्छन्। यी रुखहरूले मात्र विश्वको 20% अक्सिजन उत्पादन गर्छन् र ठूलो मात्रामा कार्बन डाइअक्साइड सोसेर पृथ्वीको तापक्रम सन्तुलनमा राख्छन्। यहाँको क्यानोपी वा रुखको माथिल्लो तह यति बाक्लो छ कि यसले छाताको काम गर्छ। के तपाईलाई थाहा छ, एमाजोनको केही भागमा पानी पर्दा भुइँसम्म थोपा पुग्न 10 मिनेट लाग्छ। यहाँको भुइँ सधैँ ओसिलो र अँध्यारो हुन्छ, जहाँ अनौठा च्याउ र साना किराहरूको साम्राज्य चल्छ। एमाजोन चराचुरुङ्गीहरूको स्वर्ग हो। यहाँ 1300 भन्दा बढी चराका प्रजातिहरू छन्। मकाऊको रङ्गीचङ्गी पखेटादेखि लिएर टुक्यानको लामो ठुँडसम्म यहाँको दृश्य कुनै पेन्टिङ जस्तै लाग्छ। तर भुइँमा हेर्ने हो भने यहाँ 2.5 लाख भन्दा बढी प्रकारका किराहरू छन्। केही यस्ता कमिलाहरू छन् जसलाई बुलेट एन्ट भनिन्छ। यिनले टोक्दाको पीडा बन्दुकको गोली लागे जस्तै हुन्छ भनिन्छ। एमाजोन नदीभित्र पनि एउटा अर्कै संसार छ। यहाँ विश्वकै ठूलो सर्प ग्रीन एनाकोन्डा पाइन्छ, जो 30 फिटसम्म लामो हुन सक्छ। यसले सिङ्गो हरिण वा जगुआरलाई समेत निल्न सक्छ। नदीमा पिराना जस्ता मांसाहारी माछाहरू छन्, जसले केही मिनेटमै हड्डी मात्र बाँकी राख्न सक्छन्। तर सबैभन्दा डरलाग्दो जीव त ब्ल्याक क्याम्यान हो, जो 6 मिटरसम्म लामो हुने गोहीको प्रजाति हो। यति हुँदाहुँदै पनि यहाँ पिङ्क रिभर डल्फिन जस्ता प्यारा जीवहरू पनि भेटिन्छन्। यो विशाल जङ्गलमा करिब 400 वटा आदिवासी जनजातिहरू बस्छन्। अचम्मको कुरा त के छ भने यी मध्ये 100 भन्दा बढी जनजातिहरू यस्ता छन् जसको आधुनिक संसारसँग कुनै सम्पर्क छैन। उनीहरू आफ्नै भाषा, संस्कृति र प्रकृतिमा आधारित उपचार पद्धतिमा बाँचेका छन्। पछिल्लो समय लाइडार प्रविधिको सहयोगले एमाजोनभित्र प्राचीन सहरका अवशेषहरू भेटिएका छन्। यसले के सङ्केत गर्छ भने हजारौं वर्ष पहिले यहाँ ठूला र विकसित सभ्यताहरू अस्तित्वमा थिए, जो पछि जङ्गलमा विलीन भए। तपाईले प्रयोग गर्ने धेरै औषधिहरूको रहस्य यही लुकेको छ। क्यान्सर, मलेरिया र हृदय रोगका 25% औषधिहरू यहीका बिरुवाबाट बनाइन्छ। तर दुःखको कुरा, हामीले यहाँका 1% बिरुवाको मात्र औषधीय गुण पत्ता लगाएका छौँ।
यदि एमेजन नष्ट भयो भने भविष्यका धेरै रोगहरूको उपचार हामीले सधैँका लागि गुमाउनेछौँ। तर आज यो स्वर्ग सङ्कटमा छ। हरेक सेकेन्डमा एउटा 1.5 फुटबल मैदान जत्रो जङ्गल काटिँदैछ। गाईबस्तु पालन, खानी उत्खनन र डढेलोले गर्दा एमेजनको टिपिङ पोइन्ट नजिकिँदैछ। यदि यो जङ्गल सुक्खा भयो भने यसले अक्सिजन दिन छोडेर उल्टै कार्बन उत्सर्जन गर्न थाल्नेछ। एमेजन केवल रुखहरूको समूह होइन, यो पृथ्वीको मुटुको धड्कन हो। यसलाई बचाउनु कुनै एक देशको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो। तपाईलाई एमेजनको बारेमा के कुराले सबैभन्दा बढी आकर्षित गर्यो? कमेन्टमा लेख्नुहोला। यस्तै खोजमूलक भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला।